तपाईहरुको पनि गाडी बढाउने क्रममा गाडी स्टार्ट बन्द भएर हैरान हुनुहुन्छ र स्टार्ट बन्द हुन नदिन गर्नुपर्ने एउटा सानो ट्रिक छ जुन क्लच छोड्दाखेरि तपाईहरुले ट्रिक अपनाउनु पर्ने हुन्छ। त्यो ट्रिक चाहिँ आज म तपाईहरुलाई सिकाउन जाँदैछु। यदि गाडी बढाउने क्रममा प्राय जसो स्टार्ट बन्द हुन्छ भने तपाईले क्लच छोड्दाखेरि काहीँ न काहीँ मिस्टेक गरिरहनु भएको छ भन्ने कुराहरु बुझ्नु पर्यो है। अब म देखाउन जाँदैछु क्लच छोड्ने फुल तरिका। जस्तो अहिले हामीले चाहिँ भी शेपमा खुट्टा राखिरहेका छौं, यो भी शेप लिने तरिका हो। क्लच छोड्दाखेरि ध्यान दिनुपर्ने सानो एउटा ट्रिक छ। यो एउटा ट्रिकले चाहिँ तपाईहरुको प्राय जसो सधैँ बन्द भइरहने गाडीलाई चाहिँ स्टप हुनबाट चाहिँ रोक्छ है। जस्तो अब हामीले जस्तो क्लच थिच्ने बेलामा चाहिँ यसरी थिचिसकेपछि अहिले मैले जुन सुज लगाइरहेको छु यो सुजले चाहिँ तपाईहरुको लागि चाहिँ उपयोग हुँदैन। जुन सिक्दै गर्नु भएको नयाँ मान्छेलाई त्यसैले स्पोर्ट्स सुजहरु लाउने बानी गर्नु होला। अहिले मैले चाहिँ नर्मली देखाउनको लागि मात्रै प्रयोग गरेको छु है। यो थिचिसकेपछि छोड्ने क्रममा कुर्कुचोलाई भुइँमा टेकाउनु पर्यो। अब क्लच छोड्दाखेरि चाहिँ कुर्कुचोलाई भुइँमा टेकेर क्लचलाई बिस्तारै छोड्नु भयो भने हो जति यति आउँदासम्म चाहिँ तपाईको गाडी उठ्न सुरु गर्यो है। सब चाहिँ यतिमा गाडी उठ्न सुरु गर्यो भने फेरि छोड्नु भएन है। 3 to 5 सेकेन्ड चाहिँ होल्ड गर्नु पर्यो। 3 to 5 सेकेन्ड होल्ड गरिसकेपछि अनि एकछिनपछि छोड्दिनु भयो भने गाडी बन्द हुँदैन। अब एउटा कुरा छ कुर्कुचोलाई यस्तो उठाएर छोड्नुहुन्छ गाडी क्लच चाहिँ कन्ट्रोलमा बस्न पाउँदैन, क्लचले आड पाउँदैन र बन्द हुन्छ। अनि दोस्रो भनेको चाहिँ गाडी राम्रोसँग नउठिकन क्लच छोड्दिने है। गाडी राम्रोसँग गाडीले पावर नलिसम्म इन्जिनमा पावर नआउनु भन्दा अगाडि नै तपाईले छोडिसक्नु भयो भने चाहिँ बन्द हुन्छ। त्यसैले यो क्लच छोड्दाखेरि ध्यान दिनु होला।